हेलो साथीहरु, नमस्ते सबैजनालाई। साउने संक्रान्तिको ह्याप्पी साउने संक्रान्ति सबैजनालाई। सबैजना चुरा लाउनु भलै म पनि चुरा लाछु। आज चाहिँ हामी सासुबारी आइ भन्दैन टाढी चितवनको टाढी बकुल्ला टाढीमै हाई गर्दै सानो बकुल्ला टाढीमै यसो घुम्न आएको। हेर्नु न यस्तो पानी परला बजारतिर यसो घुमेर देखाउँछु भनेर आएको। पानी परे यतातिर त हजुरतिर कस्तो भयो? हाम्रोतिर त्यही पानी पर्ला मौसम कति गर्मी भनिदिनु त है। कति वर्ष आएको रे म यता? 5-6 वर्ष भयो। बाबुको भएको छैन होइन? त्यतिखेर त आएन। हजुरबा बित्नु भएको कहिले हो? हजुरबा बितेको पनि भयो नि। बा बितेको बेलामा आएको थिएँ नि त म। ए म त त्यतिखेर त्यो बा बितेको बेलामा आउने बेलामा त बाबु 1 वर्ष भनेपछि कति वर्ष भयो? 6 वर्षभन्दा बढी भएछ है। हेर्नु त सासुबारी भेट नभएको 6 वर्ष भइसकेको छ। भेट त भइराखेको हो, भेटै नभएको चाहिँ होइन, तर घरमा चाहिँ नआएको। आज चाहिँ म चितवनको टाढीमा छु। ल मलाई भेट्न आउनु है सबैजना। हामी चाहिँ घुम्दै हिँडेको सासुबारी। गर्मी चाहिँ छैन है, आज चाहिँ पानी परे शीतल। न त म पहिला आउँदा पनि पहिला भरतपुरतिर हस्पिटलहरू आउँदा पनि यति आत्तिन्थेँ म गर्मीले सहन नसकेर। जिन्दगी यो ठाउँमा म फर्किन्न भनेको थिएँ, तर म अहिले यही ठाउँमा बस्न आएको छु क्या म। कति आत्ते थिएँ नि त्यतिखेर पहिला म। अब म हजुरलाई बजार गएपछि भिडियो देखाउँछु ल। यो चाहिँ बकुल्लर चोक है, यो टाढीको बकुल्लर चोक। अब हामी चाहिँ सिधै टाढीमा जान्छौँ सामान किन्नको लागि। अन्ति र म पहिला कस्तो थियो यो ठाउँ, अहिले चाहिँ यस्तो राम्रो भएछ। यो चाहिँ बकुल्लर। मौसमले पनि एकदम च्यालेन्ज गरेछ अहिले, पानी पर्न बेर छैन। दिदीको पसल कहाँ थियो अरे पहिला? ए सटरभित्र होइन? पहिला पसल मलाई याद छ क्या। ल हेर्नु, हामी चाहिँ सौरा चोकमा गैँडा हेर्नु न। त्यहाँ सौरा जाने भनेको म चाहिँ हिजो आएको है, खासमा सौरा जाने भनेर। तर के गर्नु, पानी परेर मौसमले सुचाएर लिएर सौरा जाने बाटो थियो त। सबैजना घुम्ने भयो आउने है। अहिले टाढीमा पुगेको छैन क्या, टाढीमा जाने हो। देख्नु भएको छ त्यो पुल, त्यहाँनिर चाहिँ टाढी। अब रात पर्न लाग्यो, हामी पनि फर्किने सब्जी लिएर। सब्जी लाने होइन, हरियो सब्जी। यस्तो अब राति भएपछि रमाइलो हुन्छ। सब्जी लैजाउँ न, सब्जी। मलाई मनपर्ने तरकारी मलाई मनपर्ने त साग हो, साग। टमाटर छ घरमा? टमाटर किलोको 80 कि 100 को धार्नी? ल लिगौँ न एउटा छिटो, गर्मी भयो, पानी पर्न लाग्यो। तरकारी त के मनपर्छ भन्ने खोइ। साग रह्यो कि सागै रहेनछ हौ यहाँ त। के भेडरी लिन लाउनु भएको? मलाई त मन पर्दैन भयो। हुँदिन।
ल अब हामी चाहिँ घर जान्छौँ होइन तरकारी लिएर सामान लिनै आएको कि पसिना पानी आउनु लाउँदा यस्तो पसिना यस्तो गर्मी ल बाई सबैजनालाई